छोटा बाबुलाई चिनाउँछ कसैले कमेन्ट गर्नु है ए भागे यो मान्छे पागल भएको छ गाइस म भन्दिनँ है लगा लो ए गाइस म चल्दैको हो के खेल्न है Good morning guys, welcome to the video day 3 and due to morning wake up my voice got problems so good morning सबैलाई अनि ह्यापी तिहार आज दीपावली हो लक्ष्मी पूजा गाइज आज त्यही भएर ढिलो उठेर हिजो काम गर्दा त्यसै अनि गाइज अब गुड मर्निङ सबैलाई म पनि उठिसक्यो यस्तो हेर्नु नि निक भएर चाहिँ भन्छ यस्तो ल के भन्छ गाइज बिहान बिहानै उठेर भक्क लागेको छ त्यही भएर अलि म पनि कुराको बोटे नहथेँ अनि के भन्छ बाहिर उता हो नि त म पनि हेर राम्रो त पछाडि के छ ल साथीहरू के भन्छ तिहार लगाएर अलिकति भिडियो कस्तो नपाउनु पाएको यार के भन्छ अब म गाडी धुन जान्छु यार गाडी धुन जान्छु अनि अब हेर नि त गाडी पनि पुरै फोहोर थियो अनि केरा खम्बा लगाएर जोडी पनि सकेको उता जोडिसक्यो हेर्न सक्नुहुन्छ अनि म चाहिँ अब त्यही हो के भन्छ अब गाडी धुनु पर्यो अब त्यसपछि अनि रुम सफा गर्नुपर्छ अनि रुम सफा गरेर अनि त्यसपछि अरू के जति काम छ तिहारको जतिसम्म सफा गरिदिन्छु अनि त्यसपछि जान्छ हामी जान्छ गाडी धुन ल तर्फ ल मैले तपाईँलाई भन्थेँ नि एउटा कुरा के भन्छ थारूहरूको कस्तो हुन्छ भनेर घर लिपेर यस्तो हुन्छ ए कस्तो फुलले कलर्ड माटोले अनि त्यो कलर माथिको यो चाहिँ तलको माटै हो यहाँ हेर्न सक्नुहुन्छ नि यस्तो यसरी नै पुरो आयो क्या लक्ष्मी पूजा दिन त लक्ष्मी पूजा दिन मतलब पुरा घर सफा गर्छ मतलब निपेछ नि त त्यसै अनि यहाँको मतलब गोबर से निपन्छ त्यहाँ पुरै अनि एउटा माइट छ अन्त निपेछ नि त त्यहाँ वहाँ देखाइछु मतलब थारूको रङ्गे भनेर त्यसै है नै अनि कति के गाडी धोइहाल्छु न यहाँ भोजी गराउँछु नि त यहाँ भोजी गाडी धोइहाल्छु नि त त्यसमा गाडी धोएको मिल्थ्यो क्या तर अङ्का यी चाहिँ देख्नु नि तपाईँ तर नोट्स गरेर क्या भिडियो अहिले त्यसै ल है गाइज मेरो गाडी उहाँ छैन सक्नुहुन्छ नि तपाईँले यस्तो हो क्या थारूहरूको पनि आफ्नो आफ्नो हुन्छ क्या कल्चरहरूको आज अब तपाईँहरूले म पछि यस्तो दामी क्लिप्स कतै हुनु है गाइज ल वाच गर्नु गाडी धुइसक्यो धुएर आइसक्यो अब गाडी एकछिन सुकाउनु चाहिँ बाहिरतिर अनि म चाहिँ गएको भित्र अब काम सघाउनु ल गाइज अब हेर्नुहोस् यतिको भ्यू के भन्छ गाइज अलिकति आज कस्तो तिहारकै बेला आएर मलाई नि काम भएको छ कि भएको छैन मेरो जस्तो लागेको छ अघिदेखि म भ्याएको छैन यार भिडियो अलिकति भिडियो पनि बनाउनु पाएको छैन के हो गाइज थाहै छैन यार अहिले म अब अघि बिहानदेखि कपडा धोएँ गाडी धोएको अनि यस्तो आँगन सफा गरेको अलिकति खाना पनि पकाइदिएको प्लस के भन्छ केराको हाम्रो गाछ हुन्छ नि मैले भन्दै नि तिहारमा हामीहरू के दिपावलीको ठ्याक्कै तिहारको दिन हामी कोलाको थम्बा काटेर आउँछौँ नि थम्बा बोर्ड काटेर आउँछौँ त्यसमा अनि हामी घरको अगाडि जस्तो गेटको अगाडि दिन्छौँ हामी त्यहाँ अब बेलुकातिर दियो बाँकी के पाल्छौँ नि त त्यही भएर अनिदिएको बट गाइज म यो सब पनि रेकर्ड गर्न मिलेन किन गाइज अलिकति मिस्टेक हो अलिकति म ढिलो भएको छ यार मलाई के भएको छ म थाहा छैन जति अलिक काम पनि मेरो कति दोहोऱ्याएको छ म के भन्नु यार गाइज मेरो के भन्छ अब गाउँमा आउनुपर्छ यो घर टाल्नु थियो नि त मम्मी पनि हुन्न मम्मी चाहिँ जानुहोस् कि यार हार्डवेयरतिर अलिक के हार्डवेयर पनि जानुहोस् अनि सामान लिन आएको छ फलफुल लिन आएको छ आज बेलुका पूजा गर्नलाई थिएँ तर म चाहिँ भन्नु सक्दैन अलिकति के हो त गाई चाहिँ म अब गाउँमा आउँछु अलिकति गाउँमा आउँछु अनि टाल्छु पनि हो अब हेर्नु चार्ज पनि फोन छैन आज त्यही भएर अनि त्यसपछि म गाउँमा आउँदै टालिहाल्छु त्यो भिडियो रेकर्ड गर्छु ल तर म गाई अलिक तिहारसम्मको बेलुकासम्मदेखि म क्लिप भन्छु ल त्यही भएर म अलिक यतिको चाहिँ अहिले थोरै हाल्दैछु दिउँसो चाहिँ छैन खासै त्यही भएर ल गाइज के भन्छ बेलुका भइसक्यो अब साँझ दिने टाइममा आज खोइ के नियम आएको छ मन्दिरमा अरे अब यस्तो थानमा पनि मन्दिर दिनुपर्छ साँझ अब म जानेवाला छु अब साँझ दिन जान्छु गाइज उता चिर्खातिर लिएर पुरै गाडीमा जान्छु त पानी लिएर गएछ त बच्चा त बोतलमा त्यही छ त नेपाल खल्छिने ओ यार चिन्ता कोइन देन्छ नेन्स ए छोड दे नहीं दे दो नहीं दो
अब चाहिँ ल अब जे हो साँझले ल गाइज अहिले म फाइनली पुगिसकेँ थानतिर हाम्रो गाउँको अब यता साँझ दिन पर्नेछ हेर्न सक्नुहुन्छ यस्तो साँझ दिइरहेछन् मान्छेहरूले अनि गाइज मेरो पनि टर्न त दिनुपर्छ के दाजु कता देवर भित्र यार कुने कुने छेउ देवता मुनि देखे स्याई यार कति कब अब दे टन टन सजना के टन टन देले ने तब करो काई लेना अगरबत्ती नेक्स्टै जातो रह के उ चिरखादी कर के भन्छ यो चाहिँ हाम्रो गाउँको थान हो नि त यता यता हेर्न सक्नुहुन्छ यस्तो मतलब देवता सम्झिँदा भने एउटा अर्को टोलका थान चाहिँ मतलब के एउटा चाहिँ पूर्व रायपुर पश्चिम रायपुर अनि यहाँ थान बीच मतलब रहिपुगेको थान चाहिँ एउटा थान ओत्ते छ त देखाउँदैछ तर ओत्ते छ है अनि गाइजन लोकसम मतलब पूजा गर्छ क्या अनि हाम्रो उसको टने कहाँ गयो लोकसम विशेष नि त टन्ने छ नि त गरेर पूजा हाम्रो यहाँ यसो गोर लाग्यो अंका अनि जे देखेछ नि भिडियो ओसमको पनि भिडियो देखेको गोर लाग्यो नि त आफ्नो आफ्नो गाउँको के छ देखो ग्राम थान मतलब आप्स आफ्नो दिन्छ नि त ल गाइज यति यति हेर्नु म तपाईँलाई स्लो स्लो प्रस्ताव कस्तो हुन्छ ल के भन्छ साथीहरू अलिकति यस्तो के मानिन्छ भने आजको दिन चाहिँ मतलब आज लक्ष्मी पूजाको दिन हो नि त अनि त्यही भएर विशेष भनेको थानमा त लोकसँग भिड छ कता दम कहीँ कभए त लोकसँग भिड छ नि त त्यसै अलिकति भिड जिरा गर्दा त भ्याग्ला नि ल गाइज अब अलिकति स्लो टर्नुपर्छ है आफ्नो आफ्नो टर्नमा दिनुपर्छ है यतिको दिनुपर्छ हुन्छ मैले यहाँ पुरै त्यो साँझ दिइसकेँ त्यो भिडियो बनाउन पाएन के अरे अलिक साँझ दिइसक्यो भिडियो आउनु पाएन नि त किनभने अब थाहा छ नि तपाईँहरूलाई अलिकति मैले भिडियो बनाउन सकेन बट केही छैन यति दर्शन गरेँ यतिको त भइपुग्छ नि यार ल के दर त छोड फाकाले गाइज अब मेरो काम सकिदिएको अब अर्को थान जान्छु है गाइज के भन्छ अब म थान जान्छु अर्को थान म यो हाम्रो पूर्वको थान हो के अरे उता पश्चिम थियो अहिले यो पूर्व छ गाइज अहिले हामी चाहिँ कहाँ छौँ भनेपछि म थानतिर जान्छु म यो पानीको बोतल किनभने पानी चढ्नु धार दिनु नि त यो फुल चाहिँ चढाउनु पऱ्यो उहाँहरू सँगसँगै हो अरू मान्छेहरू गाइज भिड आउँछ है जसको चल काममा चल्छ गाइज कुसुनेको जल कामबाट बाइक स्पिड खान्छ स्कुटी काम छ यता बाटो कुदेको एक्युरेट चौका खाली सबै कहाँ जल्दी जल्दी कर पर्दै ल गाइज यहाँको पनि सक्यो थानको अब नेक्स्ट टकको कहाँ भन्छ मन्दिरमा है गाइज अब यहाँ राम मन्दिर एउटा सानो मन्दिर एउटा ठुलो मन्दिर छ है यहाँ अब यहाँको चाहिँ तपाईँहरूले अब हेर्न सक्नुभयो भित्र चाहिँ हेरेर नै अलिक सरी माफ गरौँ अब गाइज म जान्छु मन्दिरमा होप्स तपाईँले मलाई फलो गर्नुहोस् है सब्सक्राइब गर्नुहोस् त्यही भएर म पनि लागेको है अब त्यति ल गाइज बाइकमा पनि आउँदो रहेछ है अब म चाहिँ स्कुटर आएको यो दाइ चाहिँ बाइक आएको दाइहरू ल यतिको चाहिँ हाम्रो हुँदैछ थारूहरूको यस्तो हुँदैछ थारूहरूको अब खोइ पहाडहरूको पनि सक्छ थाहा भएन बाहुनहरूको हुन्छ थाहा भएन जस्तो बट हामी थारूहरूको हुन्छ है तर ल गाइज ओइमा गाइज म पनि पुगिसकेँ नेक्स्ट स्टप अब यो नेक्स्ट स्टप हाम्रो यो हाम्रै घरनिर पोखरीको यो सानो मन्दिरमा यो घर चाहिँ मेरो हेर्न सक्नुहुन्छ मेरो घर दामी छ नि तपाईँलाई के त यो मेरो गाउँको थाहा भयो यार थाहा भयो तपाईँलाई त ल है गाइज अब नेक्स्ट स्टप यो अनि त्यसपछि पूजा गर्छु मन्दिर जान्छु है मन्दिरतिर ल ल गाइज यहाँ पनि अब मेरो काम सकिसक्यो यहाँ पनि मेरो शान्ति छ उपानेर अब यहाँदेखि फेरि जान्छु कहाँ भन्छु एक्ज्याक्ट लोकेसन चाबी कहाँ छ फेरि यार
लो है गाइज हेर्नु है तपाईँको गाउँ कस्तो हुन्छ मेरो पनि यस्तो गाउँ यस्तो छ है ल गाइज के भन्छ यो मन्दिरमा पनि साथ दिनुपर्छ यो हाम्रो राम सीता के भन्छ त्यो मन्दिर हो अनि अब म चाहिँ दिँदैन ठुलो मन्दिर दिँदैछु त बाहिर म चाहिँ अब ठुलो मन्दिर जान्छु के अरे शिव मन्दिर जान्छु होस् तपाईँहरू यहाँदेखि मलाई एड गर्नुहोस् ल लु है गाइज म पनि मन्दिर पुगिसकेँ गाइज मन्दिरमा स्वागत छ तपाईँहरूलाई म पनि मन्दिर पुगिसकेँ यहाँ हेर्नुहोस् नन्दीजी हुन्छ यहाँ पुरै दाइहरूले सिर्खाएर जान्छ बट एउटा प्रब्लम दाइहरूसित म चाहिँ मन्दिर गएको थिएँ त्यही भएर त्यही ल गाइज अब तपाईँ दिनु बाँकी छ यता हेर्नु सक्नुहुन्छ यत्तिको छ पुरै दामी छ अनि मन्दिर जस्तो हेर्नु सक्छ म पनि जानुहुन्छ मेरो दिन्छु उतै उहाँले त्यही भएर सरी म देखाउँछु तपाईँ मात्रलाई गाइज के भन्छ यो मन्दिरको विशेष भनेको यहाँ तीनवटा देवता छ राधाकृष्ण मन्दिर छ शिव मन्दिर छ अनि उता अर्को चाहिँ कुन मन्दिर छ न एउटा थर्ड मिटा छ इटा कुन चाहिँ इटा कुन क्या गणेश श्री गणेशको तपाईँलाई म भित्र जान्छु पहिला गोर लाग्छु ल यहाँ गोर लागेपछि ल गाइज भित्र पुगिसकेको छु मन्दिर अब घन्टी बस्छु ल गाइज अब भित्र तपाईँलाई म के देखाइदिन्छु गाइज यो गणेश मन्दिर हो तपाईँलाई म भित्र देखाउन सक्छु यहाँ तपाईँले हेर्न सक्नुहुन्छ गणेश मन्दिर यो जय गणपति बाबा मोरया गाइज गणेश मन्दिर छ यहाँ चाहिँ के नाम छ हेर्न सक्नुहुन्छ कस्तो ठेगाना रकम के श्रमदान गरेको यो चाहिँ कुन एउटा हुन्छ नि त त्यो बस्नुलाई जय बोल बाबा अब यो चाहिँ यो चाहिँ हो कृष्ण मन्दिर है अनि यहाँ चाहिँ नामहरू के छ म हेर्दिनँ तपाईँहरू आफै भन्नु सक्छ नाम कस्तो चिन्नुहुन्छ यहाँबाट तपाईँहरू कोही मात्रै चिन्नुहुन्छ भने मलाई भन्नु ल यहाँ के भन्छ यो चाहिँ हो श्रीकृष्ण मन्दिर गाइज अनि अब चाहिँ लास्टै यो चाहिँ हो हाम्रो शिव मन्दिर गाइज अलिक बाहिरबाट हेरेको मात्रै किनभने भित्र अलिक ढोका लागेको छ नि त त्यही भएर अरे गाइज भित्र देखाइलिए गाइज अनि उहाँहरूले सबै हेर्न सक्नुहुन्छ नि त के भन्छ पुरै यता भइसकेको छ अब हाम्रो पनि लास्ट सकिसक्यो लास्ट भनेको यही मन्दिर मेरो उता मैले सब आफ्नो आफ्नो ठाउँमा दिइसकेँ नि त अब सबै यो लास्ट मेरो अनि अब यहाँ घर गएर फेरि घरको ठाउँमा पनि देखाउनु पर्यो त दिनु पऱ्यो के भन्छ साँझ के अरे के छोरा चिर्खा दियो दिनुपर्छ गाइज दियो दिन्छु अब घरमा पनि गएर दियो दिनुपर्छ अनि पछि राति चाहिँ हुक्का खेल्नु जानुपर्छ तपाईँ पनि कस्तो हुन्छ हुक्का कमेन्ट गर्नु है तपाईँहरू पनि खेल्नुहुन्छ त ल है अनि गाइज पुरै अब हाम्रो लास्ट मेरो सकिसक्यो यहाँको पनि लास्टै हो यहाँदेखि म उड्दै हरान्छु यार कस्तो थाहा पाउँदैन त कस्तो खेत जानुपर्छ फेरि खेतमा पनि दिनुपर्छ यार साँच्चै मैले बिर्सेको थिएँ मेरो कति एउटा खेत उता छ एउटा उत्तो जाने बाटो छ अनि एउटा घरतिर पनि एउटा यहाँ छ नजिकै छ नै जान्छु होला सायद अब यति चाहिँ हुन्छ नि अब खेततिर जान्छु त्यो दियो दिन त्यहाँदेखि अनि घरहरूमा दिन्छु साथ दिन्छु अनि हुक्कै खेल्नुपर्छ राति अनि म पढेका फुट्छु हुक्कै उका खेलाइवाला भिडियो पायो खेल क्या ल गाइज यतिको मन्दिर समय यति नै हो अब होस् तपाईँले हेर्नुभयो मलाई सब्सक्राइब गरेर राख्ने यति हो लु है गाइज अब म पनि घरदेखि जान्छु अब खेत सान्दै छोटा बाबुलाई चिनाउँछ कसैले कमेन्ट गर्नु है ए भागे यो मान्छे पागल भएको छ गाइज म भन्दिनँ है ल गाइज म अब जान्छु यो के अरे यो लिएर के अरे गाइज एउटा मुझे चुतिया रहेछ यार के भन्नु भयो तर चुतिया छ त गाइज म अब जान्छु यो लिएर जान्छु अब कहाँ हुन्छ त्यतिर है गाइज आफ्नो खेतेर जान्छु है गाइज यहाँ एउटा जाँटा मेरो पछाडि लागिरहेको छ किन भन्न सक्दैन के भन्छ अब ए यो को यार यो यस्तो मान्छे हामीलाई इग्नोर गर्नुपर्छ यस्तोलाई हामी चिन्दैन भन्नुपर्छ है गाइज यस्तोलाई चिन्नुहुँदैन क्या लु गाइज अब हामी जान्छु सर बिर्सेँ भन्न कसरी भन्नु बिर्सेको खोज्नै बिर्सेँ गाइज अहिले म जान्छु
चिर्खा पाल्न अब उता खेततिर त्यही भएर चुतिया केस ल्यास चाहिँ चुतिया केस जस्तो त थाहा त के यार चुतिया छ यहाँ त मन पागल छ यार हमने को कुछ नहीं अनि अंगा स्लो लड़ते चल्नु त अब हैन देख्ने लाइट त दामी लाग्छ मलाई यहाँ त ठीक हमने को लाइट दामी छ तर बट्टे नै थिएछ क्या चिर्खा बार के तनावै छ यार तर ठान्टा जाले पर्छ त्यसो ठान्टामा जाले पर्छ क्या अनि आएका तिहारको बेला त एउटा तिहार जस्तो मलाई लाग्यो नि त कहिलेको हो परेको नै कोही फुट्छ माछ कति कब यार यहाँ कोही रहेछ यार पर्कल यार बल्ल कुछ तिहारको फिल होइन नङ्गा लो तिहारको भाइब जस्तो हुन्छ मैले तपाईँले देखाएको छु नि ठाउँ ठाउँमा चिर्खा चाहिँ पनि नि त तिहार नै मान्नु भयो यार ठाउँको लाग्यो अब के भन्छ म यार खेतमा जान्छु ल गाइज अलिकति काटेर बस्छु ल गाइज अब म पुगिसकेँ आफ्नो खेततिर आफ्नो मन्जिल पुगिसकेँ गाइज के भन्छ अब चिर्खा बाल्ने टनाइसक्यो मेरो पनि छोड्छ र यो तपाईँ हेर्नु कस्तो बाल छु म भनेर तपाईँ म देख्नु यता खेत हाल्छु नि चिर्खा अहिले सधैँ ल्याउँछु सधैँ खेतमा एक खेतनिर दिनुपर्ने छ मलाई गाई दिनु गाई यस्तो हुन्छ पूर्व र पश्चिमतिर घुमाउनु पर्छ चिर्खा हानेको सुन्नुहोस् नि सुरुमा के भन्छ लट्ठीलाई यसरी राख्नुपर्छ ल तिमी गउनुहोस् चाहिँ तपाईँले देखाउँछु ल लो गाइज तपाईँ अब हेर्न सक्नुहुन्छ मैले यहाँ दियो बाल्छु गाइज यो दियोको मुख चाहिँ के भन्छ पश्चिमतिर हुनुपर्छ मिन्स के भन्छ वेस्टतिर हुनुपर्छ वेस्ट भनेपछि यता हो इस्ट भन्छ यता हो इस्ट वेस्ट दुईजना हुनुपर्छ यो अगरबत्ती यो चाहिँ के दियो म चाहिँ बाल्छ के अब म घरतर्फ लाग्ने गाइज अब मेरो अब घर पनि काम हुन्छ थोरै काम छ थुप्रै काम छ गाइज के भन्छ अब मेरो काम भन्ने के हो थाहा छ तपाईँ साथीहरू चिर्खा बाल्नु छ दियो बाल्नु छ गाइज के भन्छ अब दियो बाल्नुपर्छ टाइममा अनि घरतिर यस्तो दियो बालेर घर दियो बाल्नुपर्छ क्या अब ठाउँमा जस्तै कि मैले मन्दिरहरू दिएन आज अब भोलि कस्तो हुन्छ भोलि सुन बग्छ अरे अनि पर्सि चाहिँ त्यो हुन्छ अरे मतलब पर्सि चाहिँ गोवर्धन पूजा मिन्स काठमाड भनेको बुधबार हुन्छ आज सोमबार हो गाइज के अरे 3 गते आज 5 गते काठमाड हुन्छ मिन्स खसी बोका के ढाल्छ नि त अब मान्छेले ढाल्छ अब मासु खान्छ त्यो दिन अनि भाइटिका चाहिँ कि बिहिबार चाहिँ मिन्स 6 गते रहेछ बिहिबार 6 गते भाइटिका छ अनि त भाइटिकामा अब सबै आफ्नो दिदीहरू मिस गर्दैन नि त विदेश दाजुभाइहरू जति हुन्छ विदेशमा तिनीहरूले मिस गर्दैन त्यही भएर तिनीहरूलाई पनि हामी पनि हुन्छ हामी दिलबाट मनैले भन्छौँ ह्याप्पी तिहार यार तपाईँहरूलाई पनि मिस गर्नुभएको जो मिस गर्नुभएको दाजुभाइहरू विदेशबाट जो मेरो भिडियो हुन्छ नि तिनीहरूलाई मिस गर्नु छ तिनीहरूलाई ह्याप्पी तिहारलाई मनबाट दिएको छु अनि के भन्छ गाई जस्तो हो नि त मैले यस्तो हुन्छ मेरो म पनि विदेश जानु भनेको अब तर यस्तो यार यस्तो माहौल छ नि मिस चाहिँ छोड्नै सक्दैन यार कस्तो माहौलमा म छोड्नै सक्दैन यार हाम्रो नेपालमा भनेको सालमा आउने सालमा आउने चाडबाड भनेको एउटै हो तिहार भनेको यो चाडबाड यो मिस भयो भने कहिले त गाह्रो यार यो दिन त कहिले मिस हुन्छ यो दिन छ निको नि हामी भनेको कस्तो हुन्छ गाउँघरमाहरूमा लाइट बलेको घरमा लाइट भरेको हेर्न सक्नुहुन्छ जस्तो हुन्छ नि त अनि घरको अगाडि दियो बालेको हुन्छ अनि घर दिया बालेको हुन्छ जस्तो राम्रो पोजिटिभ भाइब आउँछ जुन घरमा त्यही भएर अनि गाइज खै बच्चाहरू पागल भएछ हेर्नु नि बच्चाहरू पागल भएछ के म यस्तो गर्छु नि अनि गाइज तपाईँहरू यहाँ घर हाम्रो गाउँको अगाडि घर हेर्न सक्नुहुन्छ अनि गाउँ अगाडि घर यस्तो दामी छ भने सोच्नु न आज हाम्रो तेल कस्तो हुन्छ होला गाइज सबजना मलाई फलो गर्छ फलो गर्ने अब म आफ्नो तर्फ लागेको छु तपाईँले म हिँड्दै गाउँ जान्छु यार अहिले के भन्छ तिहार लागिसक्यो नि त हेर्नु नि ठाउँमा दियो बाले कस्तो हुन्छ यार तपाईँले क्लियरली तपाईँ देखाउन सक्दैन तपाईँ मन्दिर मठमा गएर म तपाईँलाई अलिक देखाउँछु मेरो पनि टर्न आएको छैन मैले पनि बालेको छैन त्यहाँ तपाईँले देखाउँछु नि त अहिले फलो गर्ने है म सबै राख्नु त ल गाइज तपाईँलाई म ठाउँमा गएर देखाएको छु यस्तो हेर्नु ठाउँ आफ्नो ठाउँ हुन्छ क्या दियो भनेको दियो बाल्यो भने आफ्नो ठाउँमा हुन्छ कस्तो भन्नु के गर्छ हुन्छ तपाईँहरूले थाहै होला मेरो त सिस्टमै हो एउटा दियो बालेको ठाउँमा हेर्नुपर्छ अनि गाई चाहिँ म भर्खर खिर पुगेँ नि त त्यही भएर अनि गाई यस्तो हो अब एउटा अहिले बनाएको छ हेर्नु नि यता के भनेर बनाएको छ उता के भन्दैन म त्यसले ओ कहाँ बाँच्छ र ल उसको पनि रङ हेरेर राम्रो त गाई छ हामी पनि हाम्रो घर त कस्तो थाहा छैन बट म उसको हेराउँछु है
ल गाइज यो भाइको रङ्गोली हेर्न सक्नुहुन्छ, हामीहरू हेर्न सक्छौँ। यो भाइले चाहिँ के अरे हेल्पले चाहिँ केबाट अरे यो के हो भाइ? पेपर। उसले पेपर गाइज अब यतिको चाहिँ तपाईँले हेर्नु, मेरो घर चाहिँ म गएर हेर्छु कस्तो बनाएको छ, मेरो पनि हेर्छु न आफ्नो घरमा। अब म दिया बाल्नुपर्छ, यस्तो खेतको घरमा त होइन त्यो बाल्नुपर्छ, दियो बाल्नुपर्छ नि, त्यही भएर अहिले म गर्मीमा के भन्नु त, त्यही भएर होस् तपाईँलाई म यतिको देखाइदिन्छु यस्तो हुन्छ ठाउँ ठाउँमा। म पनि भन्छु तपाईँलाई ल गाइस पढेका किने है, अब फाइनल्ली पड्काउनु पर्छ। ल के छ भाइ मनोज पड्काउनु पर्दैन? 12,000 से महीना के त्यही के भाइ हमरो सबके 12,000 से 3 जना के ल गाइस अब पढेका फोटो पर्छ है हामी पनि, के छ न? ल गाइस अनि गाइस के छ यो ल के छ रे? अब हुकेका खेल्नुपर्छ हो, कहाँ निकाल्छ हुकेका रे दाजु? ननिकाल हुकेका लो एउटा बुढो पुरै बुढो बुढो तुर जस्तै बसिरहेको छ नि यार, के भन्छ देखना रे सबजना बैठल छ मस्त छ। हुके हुका है ना सब निकालता, कैसे लोग सब निकालन करते देखे, बुझ गए क्या हुके हुका निकालता है कथी कैसे हुके हुका निकालेको प्लान है सबके लागि हमरा कथी कैसे गाइस आवाज करे निकाल पर्ला खेलबे कलित बट टंगा लो है गाइस। अब फेरि कहाँसम्म जहाँसम्म तपाईँ गर्न चाहन्छ, अब हामी यहाँ खेल्न जानु छौँ हुकेका, त्यहाँ अलिअलि क्लिप आउँछ है तपाईँहरूले हेर्नु सक्नु है, तर म चाहिँ कस्तो उफ्रिन्छु थाहा छ नि त, हेर्नु सक्नु है। ल गाइस के भन्छ अब उता एकजना खोइ हुकेका कहाँ हो, एकजना निस्किएको थियो अघि भर्खर मैले हेर्थेँ, खोइ मुलिङ के हो पारा यार गाइस यो। लो गाइज म चलेको हो के खेल्न है। ए यहाँ मान्छेले बसेर चाहिँ यार गाइज को खेल्न म एक्लै जान्छु जस्तो लागेको छ गाइज। अब होस् है गाइज म हिँडेको ल गाइज कुदेको हुक्यो गाइज जोमाइ माछिरा पड्का मुजी माछिरा हिँड हुक्यो गाइज हामी अब पुगिसक्यौँ ठाउँमा यार। हुक्यो हुक्का बुझायो गाइज जेसुकै होस्। ल म मुकेश दाइ र म यसके मुकेश दाइ एकैट आगो चाहियो सिद्धिसको मुला अनि आउँछ। ल गाइस मुकेश दाइ र म ल गाइस हुक्यो हुक्का रेडी है हाम्रो 3 2 1 गो हुक्यो हुक्का मुली। ल मुकेश दाइको यहाँ छ मेरो यहाँ छ है गाइस। मुकेश दाइको लिनु है दाइ तपाईको फेरि 1 2 3 गो। ल कस्तो जलेन हौ छुरान न। ल नाङ्गौँ न त। ल गाइस तीनचोटि नाङ्नु पर्छ है मेरो बस फर्स्ट 1 2 3 1 हुक्का 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 हम्फाला हुक्का 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 ल फाला ल गाइस हुक्का हुक्का ल भयो ल गाइस तीनचोटि भइसक्यो हाम्रो हुक्का हुक्का। अब कोही मान्छेले भेटाएको छैन ल गाइस हुक्का हुक्का यार गाइस एक्लै खेल्छु यार। ओइ फेन्डको फ्यामर कोही लायो हुक्का हुक्का के ध्यान हाइगान गाइस अहिले आगो लिइरहेको छु हौ हेर्न सक्नुहुन्छ। ए नेकर न ल गाइस हुक्का हुक्का गाइस ओहो गाइस खोइ आगो चाहियो यता पनि
गाइस आगो लिँदै हो अहिले हुक्का खेल्दै छिटो यहाँ आइज ल हुक्का झुक्का हुक्का गाइस गाइस के हुँदैछ मुजाकले पकड पर आइ आगे देखो यता बस गएछ खेलेर सुरु उहाँले नि त ल च्याक लाग्यो आँखामा गाई जब त्यो बढ्यो ल जम्प 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 नहीं जान्छ और हाइट पर्दै यसकोमा धेर्छ तानौ न गाइज आफ्नो आफ्नो हेर है स्विमिङकोमा छ स्विमिङकोमा छ तानौ तानौ सर दाई यो 32 जब भाइ सुन्दर दाई अनि प्रीत भाइ ल हाम्रो 5-6 जना यता ग्रुप भेला भएको छौँ अब हाम्रो पनि उका रेडी भइसक्यो गाइज हेर्न सक्छ यस्तो त ल ओके गाइज ओ माय गॉड लागो ल पदर केला बन्डी पिसा यार दो कयास गरेर खेलाइछ यार खुलाल न ये केटा बोक ल ओके गाइज ल गाइज ल अब तल घुरपचार सर हाम्रो खुइगले यार घुरपचार घुरपचार ल सब एक ल राखौँ है गाइज राखौँ है ल टन है ल सुरु मानो बुकै ए माछ ल लागो लास्ट ए फुटो पढेका ओहो गाइस दामी ल भाग्लै आउच गाइस ल जम्जा भाइ गुरुजी सक्यो है गाइस मेरो हुकेका सक्यो अब को खेल्दा हुन्छ भर्खर ला यो दाइ त अलि ढिलो हुनुभयो दाइ तपाईँ पनि ल हाम्रो टर्न पनि सकिसक्यो अब हामी जान्छौँ यस्तो लिएर मजा आयो है गाइस यतिको त अब खेल्ने मजा आइसक्यो त अब कुरा कस्तो होला सोच्नु नि के भन्छ हुका खेलिसके यस्तो बच्च ल है अब यो चाहिँ कहाँ चाहिँ मेरो छानो मान्छ है गाइस ल गाइस अब छानोमा गयो अब यहाँ हेर्न सक्नुहुन्छ को बसेको छ तपाईँ चिन्नुहुन्छ जसले यहाँ हेर्न सक्नुहुन्छ ओके ठीक छ चिनमा के छ लेख नाम चिने त नि सबजना पूरे फेमस आदमी हमने चिन्हे झुमका की झुमका फेमस इलेक्ट्रिशियन यार कहरे के न चिन्ता ले जुरान करे पर्लो समझिए समझ लिया ओ वहाँ देखे सक्दा दुई जना और बैठल छ नि ओगा त चिने त बाबु त के छ गुरुजी बस ड्राइवर क्या तोरा एप्पल ट्री में मतलब एप्पल ट्री के स्कूल के बच्चा संग ड्राइविंग करते देखे त बाबू कौन की बस में वहाँ के गुरुजी जी अरे गाइस हम त हम त घामल चाहिँ पसिना थाकल छु कनिका बाहरतिर अब परेगा फोरे पर्दा गोटे पाकेट किन फेन पड़बे देखी छी अब वही लगता है गाइस इतना का बहुत भारे पूरे भीड़ से यार गर्मी तो बहुत देख गाइस इतना घामल चाहिँ पसीने हो यार हम कथी नहीं कबो आके पूरे भीड़ से ले
हाँ कति के छ पसिना पसिना यार करना देखने तो गोटे पसिना छ यार अन्त देखो ओ गाइस देखो उनका सब फुटेज देखो वो खेल्दै छ उ का अनि गाइस छ मंगा चाहिँ देखो के चीज के छ बाबु हेलो वो चाहिँ दाजु के बेटी चाहिँ मतलब भतिजी चाहिँ अनि देखना कहाँ गर्छ बाबु कन के मतलब कन देखना कहाँ खुसी छ ओकरो तिहार दोसर तिहार छ नि त एटा ओकरो बाबुको दोसर तिहार छ ए देखा ए रुक रुक आर्सुक के छ अब देखा दे एका चिने त बाने सब जना के ये लोग के चिने त बा मतलब टिकटक हमर से बेसी फॉलोअर छ तर के कहबे हमरो से बेसी तर हमर बेटी पर छ यार उ चाहिँ हमर बेटी छ तर नहीं छ उ बेसी फ्लावर्स काय बेला अनि गाइस कथि कहो वो हमार बेटी पढ्लो अनि यो हाम्रो बेटी है त बाबु यो हो बाबु सी अनि ओला देख्दा जुदाइ छ देख गाइस हमने खबर कसले पसिना के त दाइ ओकर गरे आवश्यक छ हमें स्वागत छ हमर गाइस एने ठाम ठाम में छ है ओ दिया भरका काठमाडौँ छडाउ छ देखो त बनाइ छ रंगोली बनाइ छ ना दिया अनि हम त अब हम से घाम गेल छु पूरे गोटे यार हम हुके गए तर वो भाई का मिस कर दिलंगा हुके का कथि नहीं खेल रहे कहीं नहीं रखा हमें हां अरे फुर्सद नहीं मिले छौ देखला कहीं चुने हम तो उनका चिखा बार फुर्सद नहीं वो भाई का तो काम करते फुर्सद नहीं ले कहूंगा सब क्या बदलूंगा कह रहा क्या बदलते उनका अनुमान हां 7 बदला देखा दे वो तो भंजा दे भंजो को परेका चल रहा है दाजु ने पूरे दाजु कहीं चाहिए दाजु कथि चाहिए फुलझरी लेकल छ अंगा समय इटा प्रके साथ देछ तंगा मस गेलन थानु प्रके साथ देछ अंगा समय गाय कति बनाइन हां कदी कई बेला बाबु कई बेला या हां नै छ त नै छ घोगो नै छ रे लागले के देखो दे उ भाँडा त दास खाएको छ अब हमका ओकर से देल पर्दैन पर्दैन क दास खाने राम्रो देख दे ये हुंगा निकले से देख रे ओराल पूरा निकले से नंग हेतै ले कने ओराल पूरा निकले से कति कबे ओकरा ओराल पूरा निकले से लास्ट पे आछ अब नै त उ त नै भेल नि यार लास्ट पे कहीं जा छै अब ए कते खेलवा गेले क कते खेलाबा ले अब काट हम गाड़ी निकाल दिछु ओकर किटी का उठा दो ले उठे दे ले त न नया तास के त न गाडी हाम्रो नगर सरकार नयाँ हम नयाँ नयाँ सिल पैक छ नि त फेन सिल पैक तास छ हमु राखन छि अनि अखुनका चल भित्र तोरा इंट्रोडक्शन करा दोकान का हो र हाय दिया हाय ओ कुंडा दिया छि सनन दिया छि ए सुन्दरी हट्टा के तिहे बिगाड देना तोरा हमें अखनी ने ए ओ दिया देखायो त बनाइ छौ रंगोली मार खेबाती नहीं कर दूं नेट चले छ बुझेल का पैसा से वाईफाई में के खाएंगे यता गर्मी छ न पसिना भएको छ यार म चाहिँ भन्न के खोजेको तपाईहरु चाहिँ त ह्यापी तिहार है अन ह ल गाइस चक्री बम फोड्न जान्छु म अब तपाईहरु ओइ चक्री बम यान त के देखाल कहाँ छ यस्तो हुन्छ गाइस एकरा के चक्री बम देखे एकरा के चक्री बम चक चक घुमेछ नि चक्का त घुमेछ नि एकरा के चक्री बम अब हम फोर यार कली अब देखो त उ कई फोर्छ है कई फोर्छ रे कुन बम ए नै जवाब नै छ उ देखा चकलेट बम कि आलु बम चाहिँ थाहा छ न उ फोड्दैछ अब देखे कत्रो फुट देखि अब धमाके सुने प्रसंग गाइस देख गाइस धमाका सुन कत्रो बडका लट देख दे ए देखायो त छ त जुहारी समरे भन रे ओ दे ल गाइस चक्री त फोड्नु पर्यो कहाँ फोड्नु हो गाइस म चक्री चाहिँ थालीमा कि कहाँ ल न यही फोडौँ न त अब यहाँ चाहिँ कस्तो हुन्छ रोड साइडमा नै त देवले खोइ लाइट सफारी तर नै देल छ ल गाइस अलिकति अब म यसो गर्नेवाला छु चक्री बम के भन्छ नि हाँ ल गाइस चक्री बम फोड्दैछु है मन लागेको छु कस्तो यार यस्तो लाइट स्लो छ
मजा आएन है लाइटर कम भएछ है गाइज अब अलिकति दिनुपर्छ नि फोर्समा ए गाइज पड्केन हौ ल है गाइज पड्क्यो है अब हेर्न सक्नुहुन्छ त खोइ है घुमेन है ओए गाइज के हो पारा ल है घुमेन है मजा आएन भएन पढेकै फोर्दिन म्याच अलिक देउसी माग्न को आउँछ के थाहा ल म्याच ल गाइज अब यतिकै क्लिप सक्यो अब लास्ट हो हवस् यतिकै सकिसक्यो ब्लगै एन्ड गर्नुपर्छ अब जस्तो लाग्छ तिहार पनि ओभर लाग्छ अब के होइन होप तपाईँहरूले सबैले मेरो भिडियो हेर्नुभयो लाइक कमेन्ट गर्नु है सब्सक्राइब गर्नु च्यानल अनि फलो गर्ने इन्स्टामा फेसबुक ट्विटरमा के भयो भेट्ने ल गाइज लास्ट पेज अप Mira esa nena la que anda bajando, me gusta el contenido que le está dando.